हेलो अच्छा हामी निस्केको सार्जा हामी चाहिँ अहिले जाँदैछौँ सार्जा यहाँ वासरुम आइरहेको छ फेरि त्यसलाई वासरुम आएर कि अन्त वासरुम त ड्युटी सकेर आज 2 बजे छुट्टी गरेर हतार कुद्दै आएको कि यहाँ बस स्टपमा भरे बस स्टपमा त गाडी जस्तो आएको गाडी नै गयो अनि त्यही भएर चाहिँ अब 2:45 को रहेछ गाडी अन्त पर्खिरहेको छु त्यसलाई वासरुम जानु त अरे यो ब्यागले फेरि भारी भएर के को भारी हो यस्तो ब्यागमा लन्च बक्स छ पानी हालेको छु एउटा कम्ता भारी छैन आज चाहिँ हामी जाँदैछौँ मेरो दादा र भाउजू आइपुग्नु भयो अन्त चाहिँ भेट्नु जाँदैछु हिजो जान्छु भनेको थिएँ वेन्सडे मर्निङै जानु पर्यो 6 बजी दादाहरूलाई लिनु पनि हुन्छ भनेको त खै त छुट्टी नपाएर आज छुट्टीको दिन ड्युटी गएर आएको पिसा पनि आएन है भरे चाहिँ उहाँले चाहिँ फेरि पिसा पनि आएन अरे ऊ चाहिँ फेरि कोकोकोला खाने अरे चिया खानु खान्छु नि ऊ चाहिँ फेरि कोकोकोला खाने अरे कि कोकोकोला खानु खोसेको आज मेरो साथीले चिया खान्छस् भनेर सोध्दैछ होइन चिया खाँदिनँ ल म चाहिँ किन भन् त त्यही कोकै किन एउटा त्यही खान्न म फेन्टा सेन्टा नो त कोक खान्छु भनेको त्यही कोक खान्छु कोकोला खाने मान्छे यहाँ टिपुल भइकन आएछ ऊ त सुतेर रेस्ट गरेर एकदम सन्चो भयो मलाई सन्चो हुन्छ कि हुँदैन तँलाई सन्चो भयो होइन चिया खायो भने चाहिँ उयो हुन्छ गाडीमा क्या गुलियो जुमे अब 3:30 भयो 2:30 भयो 2:45 मा गाडी छ अब चाहिँ तर 45 मिनट चाहिँ लाग्छ नि सार्जा त बेसी त लाग्दैन हामी मैले टेक्स्ट त गरेको थिएँ दादालाई अब चाहिँ हामी भिडियो गर्नु दिँदैन राख्नु त भिडियो अफ गरिदिएर बन्द गरिरहेको हामी चाहिँ अब मा जरिरहेको छ आज यहाँ सार्जाको गाडीमा चाहिँ यो फाइदा हुन्छ कि माथिको हुन्छ कि मात्र टप भएको मजा आउँछ हेर्नु हेलो क्युटी हेलो इधर देखो यहाँ हेरेको हेर्नु तेरो फोनमा तेरो फेरि पुरा ढुक्कसँग हेरिरहेको छु यहाँ यहाँ मजाले यहाँतिर पोज त्यहाँ उयो देखाइदिरहेको छ त चस्मा हेर नि त चस्मा लगाएको इच्छा हुँदैछ यहाँ होइन कस्तो क्युट नानी छ कि हामीले अगाडि आउनु भनेको मानेकै छैन लजाएर कस्तो क्युटी यहाँको नानीहरू के साह्रो राम्रो भएको हामी चाहिँ सार्जा यो चाहिँ हो अन्डरग्राउन्ड हामी चाहिँ अन्डरग्राउन्डबाट जाँदैछौँ भयो आँखै एरोप्लेन चलिरहेको रहेछ ओ माई गॉड Next stop is Sharjah, Mansar 9. के दामी देखेको है हाम्रो लास्ट टाइम हामी आउँदा चाहिँ यो डेट्सको रुखहरू यो ब्राउन छ नि यो स्टिकमा चाहिँ कस्तो दामी ट्री थियो होइन तर योपालि चाहिँ कलम काट्दो रहेछ यसरी यहाँनिर पनि बोराले बाँध्दो रहेछ सायद अब यो के होला नि उनीहरूको सिजन है सिजन सकेपछि चाहिँ यसको बजार रहेछ बिच अरे हो त यो बिच साइडकै त होइन र यो कस्तो अहिले त बिराट लाग्दो देखेको नि म चाहिँ त्यो ग्रिन हुन्छ नि अब पुरा कन्स्ट्रक्सनको काम चल्दो रहेछ नि त्यता चाहिँ हामी फाइनली आइपुग्यौँ बस स्टप यहाँदेखिको चाहिँ अलिकति छ 1300 त कता कता छ नि आउनु त ल ओके हुन्छ यतै हो हामी आइपुगे सार्जाको यहाँ फेरि अलि दिँदैन होला है यो भिडियो गर्नु बस स्टप आइपुगेँ दादालाई फोन गरेको 1300 आउँदै गर न भन्दैछ यहाँ 1300 बहिनीले फेरि बिर्सेर है अहिले साथीलाई कहाँ लगिरहेको 1300 को बस स्ट्यान्ड चाहिँ यो छ यस्तो लुकमा छ यहाँ फेरि भिडियो गर्नु डरसरी हुन्छ एडिट गरिदिन्छु लाई लिएर जानु पर्यो दादाहरूकोमा चिनेर भइगर भने यहाँ बाटो बिर्से बाटो रास्ता भुल गया रे रास्ता भुल गया बाटो बिर्से यहाँ मैले चिन्दिनँ भनेको नि यताबाट आऊ 1300 आऊ भन्नु अन्त कहाँ हो 1300 मुझे पानी नहीं खाना अभी रास्ता ढूंढना है यहाँबाट आइजाउँ यहाँबाट यस्तो हो मलाई थाहा भयो कम त साइड पापै यहाँ हेर सारङ्गो
हेर्नु मुझे कस्तो दामी देखेको यहाँ हेर्न ऊ कताबाट भनेको छ भने थाहा छैन अब तेर्सो आउनु भन्छ सिग्नल त क्रस ए यतै हो मार्छ होला अहिले के हो यहीँ हो सिग्नल यतैबाट भनेको किनभने यहाँनिर एउटा नर्सरी छ नि त यो कुनाबाट भाउजूले मलाई लगेको थियो नि त यताबाट आयो भने फेरि दादा हुनु त हामी यस्तो यताबाट आउँदा पनि हुँदो रहेछ नि ठीक है अब हम घर पहुँचते हैं उसके बाद फिर जो बनाते हैं धन्न भेट्यो नि झन्डै हरायौँ दुईजना आइपुग्यो यहीँ खाएको होइन दादा हामीले अस्ति पुच्का सुन न दादा यहाँनिर नि ऊ बरिजको दोकान बरिजले एकछिन सुपर मार्केट पसेको आएर के फ्रेस फ्रेस उयो होइन मुसे यो बिटरुट आफ्नो साग पनि के हरियो डेट हेर्नु आइपुग्यो घरमा बिर्सिन्छ भनेर 503 यहाँनिर गरेको अब चाहिँ हाम्रो गफ चल्दैछ यहाँ चाहिँ फर्स्ट सेलरोटी खाएको नि सेलरोटी चाहिँ फेरि मेरो फेभरेट हो नि त फेभरेट मेरो भाउजूले बनाएर ल्याइदिएको फर्स्ट त्यही त पनि के फर्स्ट प्राइस सेलरोटी मेरो भाउजूले पुऱ्याएर ल्याइदिनु भएको सेलरोटी चाहिँ मेरो फेभरेट हो क्या आमालाई भन्छु भनेको थिएँ भाउजूले नभन्नु भनेर चाहिँ ठुल्ठुलो बोल यहाँ फेरि उतापट्टिको मान्छे सुतेको हुँदो रहेछ कि बिस्तारै बोल्नु अरे साह्रै छ हौ दादाले चाहिँ अब केटाकेटीहरू जस्तै सेलरोटी चाहिँ भयो आमाले जस्तै बनाएको छ हामीलाई यस्तै बनाउनु मलाई चाहिँ यसरी कम्ती चिनी हालेको मनपर्छ मलाई गुलियो पनि मनपर्छ भाउजूहरूको चाहिँ किचन यस्तो कस्तो सफा हो यहाँ त आमामा सानो क्युट मिनी किचन रहेछ टाटा यहाँबाट फेरि सबै भ्यू देख्दो रहेछ ऊ हाम्रो यस्तो डल्लै देख्दो रहेछ यहाँबाट त्यो भ्यू खाना पकाउँदै भ्यू हेर्नुपर्ने रहेछ है चाहिँ यो मनी प्लान्ट सुकै छ भाउजूहरू आउँदा त यसमा पानी भरिदिन्छु अब हम लोग चाय पिएंगे भाउजूले चिया बनाउनु हुँदैछ यो तपाईँले बनाउनु भएको होला है भाउजूको DIY को सामानहरू मेरो भाउजूले चाहिँ चिया बनाउनु रहेछ भाउजूको हातको चिया फेरि हो सानो मिठो हुन्छ मै बनाऊँ भनेको थिएँ कि फेरि तपाईँको हातको पनि खानु मन लागिरहेको थियो फेरि ठिक्क पारेको म बनाऊँ भनेर कस्तो क्लिन रहेछ नि हौ सफा क्या अब चाहिँ हाम्रो छ चिया सेसन हुँदैछ हाम्रो इभिनिङ मिरिकको रोटी यो चाहिँ सेलरोटी मेरो भाउजूले बनाइदिएको टेस्टी कस्तो लाग्यो एक्लै खाएँ मैले चारै अझै आलुदम चिकनको ग्रेभी चिकन खाने नि ड्राई अचार यस्तो छ हाम्रो चाहिँ यहाँ चाहिँ कोसेली खोला हुँदैछ है यहाँ चाहिँ हाम्रो घरबाट आएको कोसेली लाने मान्छेहरू चाहिँ फेरि कहाँबाट आइपुगिसक्यो यहाँ अब कोसेली रुम आउँदैछ के आयो भनेर यस्तो हुन्छ नि फेरि घरबाट आएपछि चाहिँ फेरि मान्छे भन्दा नि भोटेको कोसेली हुन्छ तिमी कहाँ बस्छौ भाइ सार्छ उयो सतुवा मेरो ड्युटी हो अन्त त्यहाँ बस्नु चाहिँ ए टाढो रहेछ नि गाडीमा आउनुपर्छ जानु आउनु ए ट्रान्सपोर्ट दिन्छ होला नि त हल्कुसबाट सामान लिनु दुबईबाट सामान लिनु दुईजना चाहिँ सल्लाह गर्दैछ कसलाई कति दिनु कसलाई कति यहाँ फेरि उतापट्टि मान्छे यता आएछ त्यो मान्छे फेरि आत्ताखेरि हुन्छ होला घरको छरपसेर चाहिँ यस्तो छ एउटा सब्जी स्याहार्ने एउटा गेम खेल्ने एउटा तातो पानी खाने एकजना प्याकिङ खोल्ने छैन हौ दा भाउजू दुइटा त फेरि म चाहिँ छु अब भिडियो बनाउने खाइदिनु त वाट इज दिस आई डोन्ट नो वाट इज दिस यो अहिले अनबक्सिङ हुन्छ यो एउटा पाएँ कसरी यो चाहिँ के हो दादा यहाँ हाल्नु बोल्नु न बहिनीको चाहिँ यो अर्को अहिले अनबक्सिङ हुन्छ अनबक्सिङ सेलाहरू रेडियो खट्टु ल्याइदिएको छु तिमीलाई ओके कसरी पायो यो चाहिँ भाउजूले ल्याइदिनु भएको उसलाई चाहिँ यसले मनै मनमा यसो भन्दा मेरो पैसा बाँच्यो भने दादा मनै मनमा हेर्नु
मेरो त पैसा भएको थियो मैले अर्डर गरेको थिएँ भनेर म र भाउजू चाहिँ खाना बनाउँदैछु भाउजूले चाहिँ इस्कुसको जरा लिएर आउनु भएको रहेछ होइन मिरिकबाट म यो छिन्दैछु फेरि मुखमा हालिराख्छु उसले भाइ स्टार्ट भयो जरा बनाउने एकपट्टि चिकन मसरुमको दाल बसाउनु भएको छ भाउजूले अब खाना भट्टाभट बनाउने भोलि पनि ड्युटी छ छुट्टीमा आएको पनि छुट्टी मिलेन नभए त बस्नु मन लागिरहेको थियो नि यहाँ आयो भने जानु मन लाग्दैन आजको कोसेली घरबाट पठाइदिएको मिनी यो चाहिँ दादाहरूले यो कसको हो यो त हाम्रो होइन ए हाम्रै हो ए यो चाहिँ घरबाट दादाले ल्याइदिनु भएको यो पापड उताको भाउजूले ल्याइदिनु भएको यो चाहिँ हो मेरो ब्याग देखाइ खोल्दै त मुसे यो मलाई भाउजूले ल्याइदिनु भएको हो दुईजनाको लागि तितौरा र यो चाहिँ हो एक्चुअल घरबाट आएको कोसेली के पठाइमा आएको हो यो पनि छ यहाँ पनि छ यहाँ मुनि पनि छ अब चाहिँ हेर्छु खोलेर खाना खानु आँटेको भाउजूले दामी दामी खाना बनाइरहेको छ म चाहिँ यहाँ यस्तो पनि छु फेरि सिचुएसन चाहिँ स्किन केयर पनि गर्नै पर्यो यो पनि केयर गर्नै पर्यो हो चाहिँ खाना खाएर चाहिँ टाइममा सुत्ने हो आजको ब्लग चाहिँ यहीँ समाप्त गरौँ होला एन्डिङ गरौँ होला भोक पनि लाग्यो ओके सब्जी हाल्नु भन्दैछ त्यही कारणले चाहिँ अब राखेको भाइ यो चाहिँ जसले भैँसी खान्छ इस्कुसको जरा चाहिँ पुरा लिमिटेड छ किनभने चाहिँ यो अलिक किम्ती नै छ नि त दुबईमा दुबईमा यो चाहिँ अब एकदम प्रेसियस जग्गाबाट आएको यो चाहिँ फेरि सब्जी खानेलाई यो चाहिँ अलिक बेसी हाल्नुपर्छ यसमा चाहिँ किनभने यही छ अब ओ माई गड भाउजू भात बेसी भएको घटाइदिनु ल हो हजुर यो भाइलाई होइन भैँसी खाने हो त्यसो भए उसलाई पनि कम्ती हाल्नु पऱ्यो जरा है भाउजू लिमिटेड है चारवटा मात्रै हालिदिनु कतिको मनपर्छ भाइ जरा मनपर्छ अब भैँसी खाने ल ल यो भाइको भाइ थाहा पक्र फोन राख ए दादा हालिदिइहालौँ है जानु जाँदा दादालाई लु दादा जानु स्पेशल मौसम जानु न मौसम र कालो दालको मिक्स खान्छ भैँसी खानु न त दादा अन्त